हेलो नमस्ते सम्पूर्णलाई स्वागत छ हाम्रो शुभारम्भ दाजुभाइ अटोमोबाइल्स प्रालीमा। सदा चाहिँ भिडियोहरू लिएर आउने क्रममा आज पनि हामी एउटा नयाँ भिडियो लिएर उपस्थित भइसकेका छौँ। हामीसँग स्टकमा रहेको गाडीहरूको विषयमा जानकारी दिनका लागि हामी यो भिडियो लिएर उपस्थित भइसकेका छौँ। भिडियोको सुरुवातमै यहाँलाई हामी देखाउन चाहन्छौँ। यो चाहिँ रहेको छ ट्याट्सनको रेडीको 2016 मोडलको 800 सीसीमा गाडी एकदमै फ्रेस कन्डिसनमा रहेको छ। कलरहरू एकदमै राम्रो छ, टायरहरू पनि एकदमै राम्रो छ। यसको अप्सनको विषयमा कुरा गर्नुपर्दा यसको यो चाहिँ सेमी अप्सनमा पाउन सक्नुहुनेछ। सेमी अप्सन भन्ने बित्तिकै अगाडि दुईटा पावर विन्डो, एसी, हिटर, पावर स्टियरिङ लगायतका अप्सनहरू पाउन सक्नुहुनेछ। यसको मूल्य चाहिँ हामीले जम्मा 8,50,000 मात्रै राखेका छौँ। त्यस्तै गरी हामीसँग अर्को गाडी रहेको छ अल्टो 2008 मोडलको गाडी एकदमै राम्रो छ। यो गाडीको मूल्य चाहिँ हामीले जम्मा 7 लाख रुपियाँ मात्रै राखेका छौँ। त्यस्तै गरी अर्को गाडी रहेको छ 2009 मोडलको गाडी एकदमै फ्रेस कन्डिसनमा रहेको छ। यसको मूल्य चाहिँ हामीले जम्मा 11,50,000 मात्र राखेका छौँ। सेमी अप्सन गाडी हो। गाडी कलरहरू एकदमै राम्रो छ, टायरहरू पनि एकदमै नयाँ छ, गाडीमा केही खर्चहरू गर्नुपर्ने छैन। त्यस्तै गरी हामीसँग रहेको छ एकदमै लग्जरियस गाडी कियाको पिकान्टो कार। यो चाहिँ 2009 मोडलको गाडी हो, फुल अप्सन गाडी। फुल अप्सन भन्ने बित्तिकै 4वटै पावर विन्डो, एसी, हिटर, पावर स्टियरिङ, एन्ड्रोइड लगायतका अप्सनहरू यहाँले पाउन सक्नुहुन्छ। यसको चाहिँ मूल्य हामीले जम्मा 9 लाख रुपियाँ राखेका छौँ। त्यसमा पनि केही पर्सेन्ट डिस्काउन्ट पनि पक्कै पनि हुनेछ। त्यस्तै गरी हामीसँग अर्को गाडी रहेको छ टाटा इन्डिका V2 डिजल भेरिएन्ट हो। यो गाडी टर्बो इन्जिनमा रहेको छ अनि गाडी एकदमै फ्रेस कन्डिसनमा रहेको छ। कलरहरू एकदमै चिटिक्क, टायरहरू सबै नयाँ छ, सिट कभरहरू पनि एकदमै राम्रो छ। त्यस्तै गरी अर्को रहेको छ एकदमै किया ब्रान्डको एकदमै लग्जरियस कार कियाको रियो। एकदम फ्रेस कन्डिसनको गाडी। यो गाडी यहाँले हेर्न सक्नुहुन्छ, कलरहरू एकदमै राम्रो छ, भित्रको इन्टेरियरहरू पनि एकदमै चिटिक्क रहेको छ। टायरहरू पनि सबै नयाँ नै रहेको छ। यो चाहिँ फुल अप्सन गाडी हो। यसको मूल्य चाहिँ हामीले जम्मा 5,50,000 मात्र राखेका छौँ। त्यस्तै गरी हामीसँग अर्को गाडी रहेको छ ड्याटसन गो 2014 मोडलको व्हाइट कलरमा। यो पनि सेमी अप्सन गाडी हो। गाडीमा एकदमै राम्रो छ, कलरहरू एकदमै चिटिक्क छ, गाडीमा केही खर्चहरू गर्नुपर्ने छैन। गाडी एकदम राम्रो कन्डिसनमा रहेको छ। यसको चाहिँ मूल्य हामीले जम्मा 9,75,000 मात्र राखेका छौँ। त्यस्तै गरी हामीसँग अर्को गाडी रहेको छ किया कम्पनीको नै रियो सेडानमा। गाडी एकदम राम्रो चिटिक्क रहेको छ। गाडीमा केही खर्चहरू गर्नु पर्दैन। कलरहरू एकदमै राम्रो छ, टायरहरू पनि एकदमै राम्रो छ, भित्रको इन्टेरियरहरू पनि एकदमै राम्रो छ। यो चाहिँ फुल अप्सन गाडी हो। यसमा 4वटै पावर विन्डो, एसी, हिटर, पावर स्टियरिङ, एन्ड्रोइड लगायतका अप्सनहरू पाउन सक्नुहुनेछ। यसको मूल्य चाहिँ हामीले जम्मा 5,50,000 मात्र राखेका छौँ। त्यस्तै गरी हामीसँग अर्को गाडी रहेको छ मार्केटमा एकदमै अत्याधिक रिसेल भ्यालु हाई रहेको मारुति सुजुकी कम्पनीको अल्टो LXi 2015 मोडलको न्यू सेपमा रहेको छ। अनि गाडी एकदमै राम्रो छ। यो चाहिँ LXi हो। LXi भन्ने बित्तिकै एसी, पावर स्टियरिङ, पावर विन्डोको अप्सनहरू यहाँले पाउन सक्नुहुन्छ। यसको मूल्य चाहिँ हामीले जम्मा 12 लाख रुपियाँ राखेका छौँ। त्यस्तै गरी हामीसँग अर्को गाडी रहेको छ मारुति सुजुकी कम्पनीको स्विफ्ट AXi भेरिएन्टमा 2008 मोडलको। यो पनि गाडी एकदमै चिटिक्क रहेको छ। गाडीमा कुनै पनि खर्चहरू गर्नुपर्ने छैन। यो चाहिँ VXi भन्ने बित्तिकै 4वटै पावर विन्डो, एसी, हिटर, पावर स्टियरिङ, एन्ड्रोइड लगायतका अप्सनहरू यहाँले पाउन सक्नुहुन्छ। यसको चाहिँ मूल्य हामीले जम्मा 12 लाख रुपियाँ राखेको छौँ।
त्यस्तै गरी अर्को गाडी रहेको छ हामीसँग वागेनर 2012 मोडलको VXI भेरिएन्टमा गाडी। त्यो पनि एकदमै राम्रो चिटिक्क परेको, कलर कुनै पनि एउटा स्क्रैच पनि छैन गाडीमा। गाडी एकदमै बवाल कन्डिसनमा छ। यसको चाहिँ मूल्य हामीले जम्मा 12 लाख रुपियाँ मात्रै राखेका छौँ। यहाँले जुनसुकै गाडीहरू खरिद बिक्री सट्टापट्टक गर्न चाहनुहुन्छ भने पनि हाम्रो शुभारम्भ दाजुभाइ अटोमोबाइल्स प्रणालीलाई यहाँले सम्झिन सक्नुहुनेछ। हाम्रो लोकेसन चाहिँ कोटेश्वर 32 नरे फाँटमा रहेको छ। यहाँहरू भक्तपुरतिरबाट आउँदै हुनुहुन्छ, जडीबुटीतिरबाट आउँदै हुनुहुन्छ भने जडीबुटीको पुलबाट 500 मिटर अगाडि आउन सक्नुहुनेछ भने, यता हजुरहरू बालकुमारी साइडतिरबाट आउँदै हुनुहुन्छ भने बालकुमारीबाट 500 मिटर अगाडि ठ्याक्कै लाली गुराँस स्कुलसँगै रहेको जानकारी यहाँले गराउन चाहन्छु। यहाँले थप जानकारी लिनु परेमा हाम्रो बायोमा दिएको नम्बरमा यहाँले सम्पर्क गर्न सक्नुहुन्छ। यस्तै गाडी सम्बन्धी भिडियोहरू हेर्नका लागि चाहिँ यहाँले यो च्यानललाई लाइक, सब्सक्राइब र सेयर गर्न नभुल्नुहोला। हस्त, धन्यवाद।